नामको माछा हो मैले नभए त खाने भनेको यसको मैले टाउको मात्र त्यसो काँडा पनि हुन्छ हैन हुन्छ सरी खानुहुन्न र है कि माछा खाने हो भनेदेखि चाहिँ लोकल हो मैले बरारी में तो तान दो बरारी त अब त्यो त यही तालमा पालेको होला नि त पोखरीको हो ताले में पोखरी बनाई ये लोग कौड़ी जंगल वाला मलाई सायद त्यो पेट्रोल पम्प देखिरहेको छ सस्रोको पिगौलीको त्यहाँ पनि छ उतापट्टि छैन पोखरी त्यहाँ पनि छ फेरि वहाँ पनि रहेछ के कतिवटा 1 बिघा जग्गा पुरै माछा यसरी जाल हानेर सोर्दै ल्याउँदा त माछा पोखरी नि भर्याउनु रहेछ फेरि छुट्टै त्यहाँबाट फेरि ल्याएर पोखरीमा राख्दो रहेछ के सङ्लो पानीमा के जालबाट यसो त कत्ला भेटपेट जाँदो रहेछ यार भइहाल्छ यसो काँडा हुन्छ नि काँडा हुन्छ है उसमा कलाना हुन्छ जल कपूर में अर्कोमा हुँदैन अर्कोमा त हुँदैन नि जलकपुरमा त मोटो मोटो चाहिँ हुन्छ हैन हुँदैन बीचको एउटा मात्र हटी हुन्छ तू 250 रुपैयाँ दिन्छ नि त्यो इन्डियाको जल कपूर दिन्छ कालीमाटीमा मरेको दिन्छ यहाँको चितवनको लोकल जल कपूर छ त्यो इन्डियाको बाछा माछा यहाँ बेच्न दिँदैन चितवन माछा समिति भनेको छ धेरै ठाउँमा माछा पालेको यो धेरै माछाको पालन छ पुरा चितवनमा त मछली पालन छ त्यहाँको इन्डियाको यहाँ बेच्न छिर्न दिँदैन माछा चितवन जिल्लाभरि यो सबैले पालेको छ हामी किनेर ल्याएको छ हजुर साउको पोखरी छ जाल तान्छ हामी ल्याएर पैसा दिएर किनेर ल्याउँछ पोखरीबाट निकाल्नेलाई त त्यतिकै दिँदो रहेछ त 4-5 वटा एउटा पनि दिँदैन मैले खोजिदिएको छु होइन त एउटा पनि यहाँ हामीहरूको दिँदैन आफ्नो मान्छे भएपछि त 10 वटा दिन्छ नि रोजरमा पुरै त्यो मार्न बोलाउनु रहेछ जालमा बरु हाम्रो देहाततिर दिइहाल्छ भने यहाँ दिँदैन एउटा टाउको खान जाने भने चाहिँ टाउको जति चाहिँ मिठोहरू टाउको त मलाई लास्ट मन पर्छ टाढा हुन्छ